हेलो, आज म आफ्टर ट्रिपको एउटा सेटअप गर्दैछु। यो सेटअपलाई चाहिँ अब म पुरै अलग गर्छु। आज धेरै होइन, मसँग 20 पिपलको आफ्टर ट्रिप छ। यसलाई चाहिँ म टाइम सेट राखेर अनि कसरी म प्रिन्टिङ गर्छु भने तपाईँले भिडियो हेर्नुहोस् है, भिडियोलाई साथ दिनुहोस् है। मैले यसमा सबै कुराहरू सबै रेडी गरेर कटिङ गरेर राखेको छु। डेजादेखि लिएर स्यान्डविच अनि स्पन्जहरू मैले ओभनमा कुक गर्न हाल्दैछु किनभने वार्म दिउँ भनेर। अनि यसमा ससेज रोलहरू सबैहरू यहाँ छ, डेजर्टहरू छ। अब म यो चाहिँ सबै त्यो प्लेटमा हाल्छु है। फाइनली मेरो आफ्नो प्लेटिङ सबै भयो। म एकचोटि तपाईँलाई सरल भिडियोमा देखाउँछु र त्यहाँ पिकअप हुन्छ है त। लाइटहरू आउँदा त देखिरहेको छ। यसमा मेरो माथिको डेजर सेट भयो, तलको यो साउथ सेट, यो चाहिँ स्यान्डविचहरू भयो। अनि यहाँ सब रेडी छ। यसमा चाहिँ कोटेड क्रिम र जाम छ, तल चाहिँ स्कन्जहरू छ। मेरो खाना पिकअप हुन्छ जो चाहिँ म तपाईँलाई टाइम सेटमा देखाउँछु। ल, आजको पनि मेरो आफ्टर ट्रिप पिकअप भयो। आज त्यति ठुलो थिएन, अहिले सानो भन्दा पनि 20 पिपलको थियो। नर्मली गरेका 50, 60, 100 पिपलसम्म हामी गर्छौँ। आजकोले सानो थियो अनि म आज एक्लै कभर गर्ने कोसिस पनि गरेँ। आज धेरै